यो मेरो सेकेन्ड टाइम हो। म लास्ट इयरको पनि च्याम्पियन हो र यो मेरो मैले डिफेन्ड गर्न सक्षम भएँ। म आफ्नो टाइटल हो 24 पनि मैले जितेको, 25 पनि जित्नु म सफल भएँ। खुसी छु त्यसमा। तपाईँ 40 इयर्स पुग्नुभयो, तपाईँले भन्नुभयो है। आज यत्रो उमेरसम्म तपाईँले आफ्नो बडी फिटनेस कसरी मेन्टेन गरेर राखिरहनु भएको छ त्यो अलिकति बताउनुहोस्। बडी बिल्डिङ त मैले सानोदेखि गरेको हजुर। मैले पार्टिसिपेट मात्रै गरेको 10 वर्ष भयो हजुर। तपाईँले नेसनल अनुरोध पनि गर्नुभएको छ? हजुर, म नेसनल पनि मिस्टर इन्डिया पनि खेलेको हजुर। अन्त अझ म नर्थ इस्ट पनि च्याम्पियन हो। पहिला तपाईले जित्दाखेरि त यसपालि जित्दाखेरि कम्पेरिजन गर्नुपर्दा होइन, त्यसपालि त टफ थियो। जहिले पनि अब नयाँले जित्दै खुसी नै हुन्छ होइन। यो पालिको जित्दा अब नयाँ तर यो पालिको राम्रो टफ थियो। यसपालि अब हाम्रो साथीभाइहरू पनि अब राम्रो प्रिपेयर गरेर आउनु भएको थियो उनीहरू पनि। तर गेम त सबैले अब त्यही हो, प्रिपेयर त अब जित्छु नै भनेर आएको हुन्छ हो। तपाईँले यो फिटनेस बाहेक अरू होइन केही काम गर्नुहुन्छ कि? मेरो सिट चाहिँ क्लासिक फिटनेस जिम छ। म जिम अनर हो र म त्यहीँ ट्रेनर पनि हुन्छु र म गभर्मेन्ट जब पनि गर्छु। कमर्सियल ट्याक्समा गभर्मेन्ट जब पनि छ मेरो। हजुर, मेरो फ्यामिलीले सपोर्ट छ हो। मेरो छोरा पनि छ। यसले मेरो छोरा पनि निकै ठुलो नै छ हो। उहाँले पनि पुरा मोटिभेट गर्छ, जिममा मसँग ट्रेन गर्छ। अब बडी बिल्डिङ यस्तो हो कि तपाईँको मेन त अब मोटिभेट नै चाहिन्छ त्यसमा हो। अब गर्दा गर्दा आफूलाई सक्दैन होइन, मेन्टली पनि त असर पर्छ। जस्तो मेरो छोरा छ, एउटा सानो छोरा, उसले पुरा मोटिभेट गर्छ र मेरो साथै मेरो फ्यामिली मेरो जति पनि मेम्बरहरू छ, फिटनेस मेम्बरहरू, उहाँले सबै सपोर्टै गर्नुहुन्छ हो। तपाईँले भन्नुभयो सानोदेखि नै बडी बिल्डिङ क्षेत्रमा हुनुहुन्छ भनेर है। बडी बिल्डिङ गर्दाखेरि अब तपाईँले भन्नुभयो मेन्टली पनि तपाईँलाई फिट राख्छ भनेर। त्यसको के अब हाइलाइट गर्नुपर्दा कतिको फाइदा छ? बडी बिल्डिङले कति कुराहरूमा हामीलाई सहयोग पुऱ्याउँछ जस्तो लाग्छ? अब बडी बिल्डिङ यस्तो छ, तर अहिले हाम्रो सिएम साहबले त पुरा एनाउन्स गर्नु भइरहेछ होइन। अब के भन्छ ड्रग्स फ्री सिक्किम बनाउने है, ड्रग्स फ्री स्टेट बनाउने होइन। अब यस्तो बडी बिल्डिङ त तपाईँहरू होइन। अब अहिले हाम्रोमा यस्तो छ कि हाम्रोमा के छ नि, हाम्रोमा मेन्टली हाम्रो कस्तो खालको सोच छ भने नि हाम्रो अब हाम्रो सिक्किममा यस्तो खालको सोच चाहिँ हाम्रो सानो नानीहरूले यो बडी बिल्डिङ गर्नु हुँदैन, हाइट बढ्दैन होइन। एज त अब 30 एज पुगेपछि बडी बिल्डिङ गर्नु हुँदैन। अब त कहाँ बडी बिल्डिङ बुढो भयो त्यस्तो होइन। फिटनेस भनेको तपाईँको सानोदेखि चाहिन्छ। तर तपाईँ यसरी तपाईँ 30 क्रस गर्नु भने तपाईँलाई फिटनेस चाहिँ जरुरी पर्छ। एकदमै मेन्टल फिट हुनु चाहियो नि। त्यसलाई जिम आउनै पर्छ होइन। तपाईँको जिम त अहिले झन् हाम्रो सिक्किममा यस्तो छ कि जिम त अहिले जाँदै खोलेको छ होइन। तपाईँको नजिक जानुहोस्, जिम जानुहोस्। जिममै अब तपाईँको यस्तो नि हामीले आफ्नो लागि बेसी होइन, आधिकल्ला बेसी न बेसी 40 मिनट्समा वर्कआउट त डन भइहाल्छ, सकिहाल्छ नि। त्यो 40 मिनट्स अब आफूलाई दिएको नि आफ्नो हेल्थको लागि, त्यो चाहिँ पछाडि तपाईँलाई काम लाग्छ। तपाईँले भनिहाल्नुभयो मेन्टल हेल्थमा पनि एकदमै असर पर्छ भनेर। अलिकति भन्न सक्नुहुन्छ कसरी? होइन, तपाईँको मेन त तपाईँ एक्सर्साइज जति एक्सर्साइज हुन्छ उति हाम्रो ब्रेन राम्रो हुन्छ, ब्रेन राम्रो डेभलप हुन्छ, ब्रेन चुस्त हुन्छ होइन। ब्रेन चुस्त भएर सबै कुरामा राम्रै हुन्छ, हेल्दी हुन्छ। त्यही हो।